हेलो गाइस, आज चाहिँ हामी न्यू इयर सेलिब्रेसनको लागि हिँड्नु आँटेको। अन्त सबै फ्यामिलीहरू रेडी भइसक्यो है। अन्त कुन कुन गाडीमा जाने भनेर अनि हाम्रो फ्यामिली चाहिँ हाम्रो दादाकै गाडीमा चढ्यौँ है। अन्त यहाँनिर हाम्रो बधाई है। अन्त म अनि यहाँनिर मेरो बेबी हस्बेन्ड अन्त एउटा गाडीमा चढ्यो नि त, अनि दिदीको छोरी है। अनि यहाँ चाहिँ मेरो ठुलो छोरा बसिरहेको छ पापाको काखमा, अनि अगाडि चाहिँ माइजूको काखमा चाहिँ मेरो सानो छोरा, अनि दादाले चाहिँ ड्राइभिङ गर्नुहुँदैछ है। अन्त मेरो सानो छोराले चाहिँ के देखाइरहेको छ अगाडि। खासमा हामी जानु चाहिँ कहाँ हो त्यो चाहिँ थाहा छैन है, कन्फ्युज भइरहेको छ कहाँ जाने भएर। अलिकति बेबीहरू हुनुले गर्दा चाहिँ बेबीहरू खेल्ने जग्गा पनि चाहियो, सो त्यही कारण चाहिँ हामी सोच्दै थियौँ कहाँ जाने भनेर। चाहिँ बाटोमा सल्लाह मिलिसकेको थिएन। लास्टमा चाहिँ हामीले यही फिक्स गर्यो कि लुइङ गार्डन नै जाउँ भनेर है। अन्त किनभने त्यहाँ चाहिँ नानीहरू खेल्ने जग्गा पनि छ नि त। अन्त एन्ट्रेन्समा हामी आइपुगिसक्यो, अनि गाडीबाट उडेर सबैजना भित्र पस्न लाग्यो है लुइङ गार्डनमा। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो दिदी है। अन्त मेरो दिदीको छोरी, अनि मैले चाहिँ उहाँहरूलाई क्यामेरामा अलिकति देखाउँदै थिएँ नि त। अनि मेरो फुच्चीलाई नि हेर्नु मानेको थिएन। अनि हामी सबैजना भित्र एन्टर गरिसक्यो, अनि बसिसक्यो, अनि सबैजनाले मेन्यु हेर्दै थियो है। अनि के मगाउने भन्दा, अनि मेरो फुच्ची चाहिँ हेर्नुहोस् न एकदमै इन्जोय गरिरहेको छ, उफ्रिरहेको छ यहाँनिर। अनि यहाँ अरू केटाकेटीहरूले चाहिँ हेरिरहेको छ सेकहरू खाने भनेर, स्ट्रबेरी सेक अरे, कसैलाई ओरियो सेक अरे, कसैलाई के चाहियो अरे। अन्त यहाँ को चाहिँ फोटोहरू खिचिरहेको थियो नि त। अन्त मेरो छोरालाई पनि चाहियो अरे ओरियो सेक, पापालाई देखाउँदै थियो। अनि यहाँ केटाकेटीहरूको चाहिँ सेक आयो नि त। अन्त दिदीले प्रे गरेर खाऊ भन्दै थियो, अनि प्रे गर्नु थाल्यो दुईजना चाहिँ। अनि यहाँ दुईजना चाहिँ चियर्स गर्दै थियो, दुईजना चाहिँ प्रे गर्दैन, हामी चियर्स गर्छ। सो हाम्रो अब चाहिँ स्न्याक्सको आइटम पनि आइसक्यो। अन्त बेबी कर्न फ्राइड अनि चिकन फ्राइड होइन। अन्त चाहिँ यहाँनिर पर्क रिबहरू पनि मगाउनु भएको थियो बेनाले चाहिँ। अनि चाहिँ यहाँ सिजलर आयो, हट सिजलर पनि आइसक्यो है हाम्रो। सो अब चाहिँ हामीले सर्भ गरेर खानु थाल्यो है। एकदमै टेस्टी थियो हाम्रो स्न्याक्स चाहिँ। अन्त एकदमै इन्जोय गरिरहेको छ सबैजना यहाँनिर। कतिजनाले त खाइ पनि सक्नुभएछ। अन्त हामी चाहिँ अलिक लेट भएछ, हामी ढिलो अनि चाहिँ यहाँ मेरो दिदीले चाहिँ हेर्नुहोस् न, त्यो रिप चाहिँ टोक्दै गरेको फोटो खिच्छु नि, जहाँ एकपल्ट टोक्नुहोस् न भन्दै जक्स गर्दै फोटो खिचिरहेको थियो। सो मेरो फुच्ची चाहिँ सुतेको थियो नि त। अन्त सुतेर उठ्ने बित्तिकै फ्रेन्च फ्राई देखेछ कि वाउ भनेर फ्रेन्च फ्राई बोकेर यहाँ उठ्ने बित्तिकै इन्जोय गरिरहेको छ मेरो फुच्ची। अब चाहिँ हामी स्न्याक्स सकेर चाहिँ अनि बेबीहरूलाई खेलाउनुतर्फ लाग्यो। अनि यहाँ मेरो फुच्ची बेबी पनि खेलिरहेको छ मजाले। अनि ऊ दिदीलाई चाहिँ मैले अब चाहिँ म लाइभ गर्दैछु भन्दै सिकाउँदै यहाँनिर गर्दै थिएँ नि त भिडियो। अन्त चाहिँ यहाँ दिदी मेरो फुच्चीलाई चाहिँ माथिबाट छोडिदिनु भएछ। अनि मेरो ठुलो बेबी चाहिँ यहाँ खेलिरहेको छ है। मेरो फुच्ची बेबीले चाहिँ हेर्नु स्लाइड गर्छु भनेर पापासँग भनेर चाहिँ त्यहाँबाट के देखेछ उता, अनि हेरेकै भइरहेको छ एक धुनमा। अनि के भयो भनेको, अनि फेरि स्लाइड गर्नु थाल्यो। अनि यहाँ चाहिँ सबैजना एकैचोटि स्लाइड गर्ने हेऱ्यो नि त उनीहरू। अन्त मलाई चाहिँ भिडियो गरिदिनु छेमा भन्दै थियो दिदीको छोरीले पनि। अन्त म चाहिँ यहाँनिर भिडियो गर्नु रेडी भएर बस्दै थिएँ नि त। अनि सबैजना टर्न बाई टर्न गर, एकैचोटि हुँदैन भनेर पापा चाहिँ भन्नुहुँदै थियो। अन्त मेरो छोरा पनि सँगै गर्छु भन्दै थियो, फेरि उसको साथीसँग गराइदिनु भयो। अन्त मेरो सानो बेबी र पापा पनि स्लाइड गर्ने भनेर चाहिँ गयो नि त। उसलाई एक्लै चाहिँ डराउँछ, अलिक ठुलो स्लाइड रहेछ यो चाहिँ। अन्त ऊ दिदीको छोरा म पनि गर्छु भनेर अन्त ग्याङहरू चाहिँ यहाँनिर बात गरेर बसिरहनु भएको छ होइन। अन्त मिटिङ गर्नुहुँदैछ सबैजना। अन्त मैले चाहिँ मेरो हस्बेन्डलाई नै हामी पनि भिडियो गरौँ न भनेको, सरम मानेर चाहिँ उता फर्किनुहुन्छ। अनि मेरो फुच्ची चाहिँ यति बेसी कुदिरहेको थियो कि उसलाई चाहिँ यति बेसी मजा आएछ उकालो कुदेको हेर्नु नि। अब थाम्नु सकिनँ, यस्तो ओह्रालो छ, पल्टिन्छ जस्तो लागेर मलाई चाहिँ डर लागिसक्यो। कुदेकै उसको दादा दिदीहरू कुदिरहेको छ नि त। अन्त ऊ पनि कुदेकै गरिरहेको छ, मजा आइरहेको छ उसलाई। सबैजना बेबीहरू चाहिँ यति बेसी कुदिरहेको छ, उनीहरू चाहिँ थाक्दैन पनि के। यति डरलाग्दो कुदेर खेलेर एकदमै इन्जोय गरिरहेको छ उनीहरू चाहिँ। अन्त मेरो फुच्चे पनि सबै बेबीहरूको नि खेल्ने कुरा भयो। अब चाहिँ यहाँ आएर हामी चाहिँ फेरि डिनरको वेट गरिरहेको छ। डिनर चाहिँ हामीले अर्डर गरिरहेको छ नि त। अन्त सबैजना बसेर डिनरको वेट गरिरहेको छ, धेरै बेर खेल्यो। अन्त चाहिँ हाम्रो चाहिँ अब डिनरको आइटम पनि आइसक्यो है। अन्त सबैजनाले अन्त यहाँनिर डिनर सर्भ गर्न थाल्यो है। अन्त कसैले नान खाने, कसैले प्लेन राइस खाने भन्दै थियो, हामी चाहिँ प्लेन राइसै खाने भनेर। अनि हामी चाहिँ डिनर गरिसक्ने बित्तिकै बेबीहरू चाहिँ सबै हरायो नि त। भरे चाहिँ फेरि उनीहरू चाहिँ तल खेल्नु गएछ नि त। अब चाहिँ हामीले डिनर खतम गरिसक्यो, सो घर जाने भनेर सबैजना यहाँ उनीहरूलाई वेट गरिरहेको छ। उनीहरूको पापाहरू चाहिँ लिनु जानुभएको छ नि त। अनि सबैजना हामी यो वेट गरिरहेको बेला चाहिँ मैले नाइट भ्युज अलिअलि तपाईँहरूलाई सेयर गर्दैछु। कस्तो ब्युटिफुल देख्छ नि त यहाँ नाइटमा लाइटले गर्दाखेरि।
अन्त चाहिँ त्यत्तिकै हामी वेट गर्दा गर्दा उनीहरू पनि आइसक्यो है। अन्त अब चाहिँ हामी घर जानुपर्छ भन्दै थियो। अनि मेरो फुच्चे बेबी चाहिँ एकदमै यो लाइटहरू देखेर कस्तो खुसी भइरहेको थियो। फुच्चीले चाहिँ उतातिर हातले देखाएको थियो नि त लाइटहरू। उसलाई चाहिँ पुरा मजा लागेछ लाइटहरू देखेर चाहिँ उज्यालो देखिरहेको छ नि त। अन्त चाहिँ थ्याङ्क यू फर वाचिङ गाइस, टेक केयर एन्ड बाई बाई टिल देन माई नेक्स्ट भिडियो।